178 त अनि महँगो भएन म अफलाइन हो हैन कहाँ जाने कति 178 देखाछ म तपाईलाई 100 मै लगिदिन्छु नि त हजुर 100 मा भन्नुभयो 100 रुपैयाँ तपाईसँग 100 रुपैयाँ छन् त छ यो क्यूआर मा हाल्दिनु ल आयो मेसेज खोइ तपाईको बाइक कहाँ छ अनि हजुर तपाईको बाइक खोइ त नि ए मेरो बाइक उता छ बस्नु न यसमा जाने हजुर यसमा जाने यसमै जाने त अनि कसरी जाने त यसमा बसेर यहाँ बस्नु न यो बस्नु अनि तपाईले बाइक लिन जान्छ जानु भएन अनि यसमा कसरी जाने त खोइ त तपाईको बाइक बाइक हो यो मेरो नजिसिनु न दाइ साइकलले कसरी पाइले यो मेरो बाइक हो के हजुर म त यसमा जादिन किन साइकलमा कसरी जानु हो दाइ तपाई बाइक भन्नुहुन्छ अनि अफलाइन राइडर भन्नुहुन्छ अनि फेरि साइकल लिएर आउनुहुन्छ कसरी जाने यसमा अनि यसमा अब बसेर जाने नजाने हो दाइ यसमा किन म्याम किन भन्नु त साइकलमा कसरी जाने अब मलाई ढिला पनि भइरहेछ अलरेडी साइकलमा बसेर जाने के बसेर तपाई बस्न सक्नुहुन्न बस्नु त बस्ने दाइ तर यसमा पुगिँदैन नि त दाइ मलाई कसरी पुगिँदैन यहाँ सुन्नु न म्याम तपाईलाई के बाइक चाहियो बाइक चाहिएको बाइकमा के हुन्छ थाहा छ बाइकमा दुईटा पाङ्ग्रा ठिक हो यसमा पनि दुईटा पाङ्ग्रा हो बाइकमा गयो भने तपाईलाई 3 ठाउँमा जाम हुन्छ 3 ठाउँमा जाम भएपछि 15 मिनेट ती गयो 5 मिनेट ठाउँ जाम हुन्छ एक ठाउँमा जाम हुन्छ 5 मिनेट अर्को ठाउँमा जाम हुन्छ 5 मिनेट तपाईलाई त त्यसै 15 मिनेट त लेट भयो त्यसको मतलब तपाई बरु बसेर जानु जहाँ जाम हुन्छ त्यहाँ टक्क तपाई ओर्लिने चट्ट पारी गरेर बस्ने म सट्ट साइकल यसरी बोकेर पारी ल्याउँछु चढ्ने अनि जाने झन् चाँडै पुगिन्छ नि त्यसरी हुन्छ दाइ बेइज्जत हुँदैन अनि ओर्नु झर्नु अनि साइकल तपाई बोक्दै आउनु अनि कसरी हुन्छ बरु त्यसै त बेइज्जत भइहाल्छ नि